अम्बो मौरी देख्यो मौरी। हेलो सेवारो नमस्कार अनि जय गोर्खा। अहिले भने चाहिँ हामी म र भाइ भानिज है यो गुफा पत्तल भन्ने ठाउँमा आएको छु। यो चाहिँ मिरिक बजारदेखिको तपाईँको 10 किलोमिटर टाढोमा रहेको छ। 10 किलोमिटर है। अनि यदि तपाईँहरू दार्जिलिङ तर्फबाट आउनु हुँदैछ भने चाहिँ पशुपति नगर जुन छ पशुपति नगर है, पशुपति नगरदेखि चाहिँ लगभग 6.1 किलोमिटर भनेपछि 6 किलोमिटर मात्र टाढो छ। त यो गुफा पत्तल चाहिँ इन्डिया अनि नेपाल बोर्डरमा रहेको छ। र अहिले यो हुन त म पहिला पनि आएको यो गुफा पत्तलमा। त्यति बेला चाहिँ यहाँ होमस्टेहरू एकदमै थोरै मात्रामा थियो, कम्ती मात्रामा। यो चाहिँ कहाँनिर भन्दाखेरि चाहिँ त्यो तल जुन देख्नु हुँदैछ यो चाहिँ तपाईँको हाइवे मिरिकदेखिको दार्जिलिङ जाने बाटो 26 देखि अलिक पर माथि माथि छ। यहाँ नजिकै एसएसबी क्याम्प पनि छ। यो चाहिँ भारत अनि नेपाल सीमा बोर्डरमा छ। सायदै यो नेपाल को जमिन पर्छ जस्तो लाग्छ मलाई चाहिँ। कतिले भन्छ नेपाल, कतिले भन्छ इन्डिया, हुन चाहिँ यो नेपालै हो है। र यो गुफा पत्तल भन्नुको चाहिँ किन भनेको भन्दाखेरि यो चाहिँ यहाँ ओडार जस्तो छ भन्छ है। यो जुन अहिले म यहाँ बसिरहेको छु चौर चाहिँ एउटा चट्टान है, ढुङ्गाको रकको चट्टान हो। यो चाहिँ पुरा रक हो। यो मुनि चाहिँ म यहाँ पहिले पनि आएको, त्यति बेला यहाँ दोकानहरू केही थिएन, खालि त्यो माथि डाँडामा रहेको भ्यू पोइन्ट है। यो भ्यू चाहिँ थियो भ्यू पोइन्ट। तपाईँले देख्नुहुँदैछ यहाँ आई लभ नेपाल लेखेको। किनभने यो सडकदेखि यतापट्टि चाहिँ नेपालै पर्छ। यो जुन मिरिकको जुन हाइवे छ प्राय नेपालै पर्छ। त्यसले गर्दा अहिले हामी भारतमै भए पनि नेपालको जमिनमा छौँ। यो चाहिँ तपाईँको यहाँबाट उज्यालो भएको भए चाहिँ पारी वरिपरि देख्ने थियो। यो एरिया चाहिँ तपाईँले किन राम्रो छ भने यहाँनिर तपाईँहरूको देख्नुहुनेछ यो इन्जिलियाहरू फुलेको टाइम एकदमै राम्रो हुन्छ। वरिपरि इन्जिलियाहरू यस्तो मजाले फुल्छ। तपाईँले देख्नुहुन्छ आई लभ नेपाल लेखेको। यो चाहिँ हो गुफा पत्तल है। यो चाहिँ 360 डिग्री तपाईँहरूले यसको मजा लिन सक्नुहुन्छ। 360 डिग्रीमा वरिपरि देख्न सक्नुहुन्छ। र अहिले पनि पर्यटकहरू एकदमै पुरा रहेछ है, धेरै मात्रामा। र यो चाहिँ वेलकम टु गुफा पत्तल। टिकट कति दिए? 20 रुपियाँ हो। ए हुन्छ। र टिकट काउन्टरमा है 20 रुपियाँ रहेछ एकजनाको। ठिकै हो, 20-40 रुपियाँ रहेछ। तपाईँको इन्जिलिया फुलेको टाइममा चाहिँ एकदमै राम्रो देख्छ। यो चाहिँ हो गुफा पत्तल नेपाल पर्यो जग्गा चाहिँ। यो चाहिँ चट्टान हो डल्लै रक है, ढुङ्गा हो त्यो डल्लै चट्टान। इन्डियामा बसेर नेपाल हाइवे। यता हात दियो जाऊ, फोटो खिचिदिन्छु, भिडियो गरिदिन्छ त्यसो सिधै के चल। उयो बस्छ
यो चाहिँ गुफा पातलमा रहेको आई लभ नेपाल लेखेको नेपाल जग्गा भएको कारणले गर्दा है। अब यहाँ होमस्टेतिर बस्दा पहिला त आउँदा हामी आउँदा यस्तो थिएन नि त। हेर नि चट्टान देख्यो भाइ यहाँ, त्यहाँ पनि ढुङ्गा देख्यो। हेर न गाडी कताबाट नेपाल साइडको नि त यो। अहिले चाहिँ म माथि चढ्दैछु भाइ। यहाँ चाहिँ रहेछ 3वटा खिड्की है, यहाँबाट हेर्न सकिन्छ। यता पनि छ, त्यो खोलेको चुप भाइ। यति रहेछ यहाँ चाहिँ। हामी यताबाट जाउँ अब। छ नि किन हुँदैन। यो सबै नेपाल हो। ल फेरि पनि भन्दै म तपाईँहरूलाई अहिले घरि हामी गुफा पातल आएको छु। गुफा पातल यो चाहिँ मिरिक को 26 माथि पर्छ र मिरिक बजारदेखि लगभग 10.1 किलोमिटर भनेपछि 10 किलोमिटर भनौँ छ। र तपाईँहरू सुखियादेखि आउनुभयो भने, दार्जिलिङदेखि आउनुभयो भने चाहिँ तपाईँहरू 6.1 किलोमिटर छ, मतलब 6 किलोमिटर छ। र यसको जुन तपाईँहरूले हाइटको कुरा गर्नुभयो भने चाहिँ यसको एलिभेसन चाहिँ कति छ भने 7500 फिट उचाइमा रहेको छ है। 7500 फिट। यो इन्जिला फुलेको भने यस्तो दामी देख्छ कि यो इन्जिला त फुल्ने टाइम हो नि खासमा त। कोपिला लागिरहेको होला, कस्तो दामी। त्यो पनि चट्टान हो, डल्लै उयो रक। पहिला आउँदा चाहिँ यस्तोहरू थिएन है यहाँनिर। हेर्नु कस्तो मजाको देख्छ टाढो टाढो वरिपरि। जतासुकै मान्छे छ यहाँ त है। अब सिजन लाग्यो नि त यहाँनिर। हेर न कस्तो छ रक है। गीत पनि त नेपाली लाग्दैछ नि। पुरै रक हो कि चट्टान। यसमा तपाईँहरूले सनराइज साथै सनसेटको पनि मजा लिन सक्नुहुन्छ तपाईँहरूले यहाँ गुफा पातलमा आएर है। सनराइज अनि सनसेटको मजा लिन सक्नुहुन्छ। तलसम्म घेर बस्नु है। र हस् सबैजनालाई यति भन्दै मेरो सानो भिडियो गुफा पातलको यहीँ अन्त गर्दछु। नो एडिटिङ, नो केही पनि नगरिकन तपाईँलाई यो म भिडियो सिधै अपलोड गर्न गइरहेछु। यो चाहिँ हो तपाईँको गुफा पातल। अझ सबैजनालाई मेरो भिडियो सुरुदेखिको अन्त्यसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र यो हो गुफा पातल। गुफा पातलमा 2वटा चट्टान रहेको छ। पर देख्नुहुन्छ त्यो चट्टान हो एउटा, यो पनि एउटा चट्टान छ जुन चट्टानमाथि रक, एउटै रकमाथि चाहिँ त्यो घाँसहरू केहरू उम्रिएको छ, मजाको छ। यहाँ एकदमै पर्यटकहरू धेरै मात्रामा आउने गर्दछ। धेरै धेरै धन्यवाद। हस्त सबैजनालाई बाई भन्दै यति मेरो सानो भिडियो यहीँ अन्त्य गर्दछु। धन्यवाद।